A city full of immigrants, a city built by immigrants, a city powered by immigrants, and now a city led by immigrant. यो एउटा भिक्ट्री स्पीचको की अंश थियो। अमेरिकाको राजधानी शहर न्यूयॉर्क र न्यूयॉर्कको मेयरमा निर्वाचित जोर्डन ममदानीको स्पीचको एउटा पार्ट हो। दिस इज वाइ अमेरिका इज रियली ग्रेट। यो पाटोमा अमेरिकालाई रियली ग्रेट मान्नै पर्छ। एउटा इमिग्रेन्ट जो 7 वर्षको उमेरमा भारतीय मूलका पेरेन्ट्स बुबाआमा युगान्डा अफ्रिकन मुलुक युगान्डामा जन्मेका ममदानी र 7 वर्षको उमेरमा न्यूयॉर्क शिफ्ट भएका अमेरिका शिफ्ट भएका ममदानी आज केवल 34 वर्षको उमेरमा न्यूयॉर्कको मेयरको रूपमा निर्वाचित भएका छन्। र निर्वाचित पनि यो तरिकाले भएका छन् कि डेमोक्रेटको क्यान्डिडेट भएका उनी 1967 यताताका सबैभन्दा धेरै मान्छेहरूले भोट गरेको डेमोक्रेट क्यान्डिडेटको रूपमा उनी निर्वाचित भएका छन्। यसले स्पष्ट रूपमा के देखाउँछ भने अमेरिकामा इमिग्रेन्ट्सहरूको लागि एउटा ठूलो स्पेस छ। अब मैले आज यो भिडियो बनाउँदै गर्नुको केही कारणहरू छ। मैले ममदानीलाई द फर्स्ट टाइम आई हर्ड अबाउट हिम, एक्चुअली द फर्स्ट टाइम आई वाच्ड हिम इन अ डिबेट। एउटा डिबेटमा उनलाई मैले पहिलोपल्ट देख्दै गर्दाखेरि डिबेटमा लगभग 10 जना जति त्यतिखेर क्यान्डिडेटहरू थिए इलेक्सनको लागि, मेयरको इलेक्सनको लागि रहेका 10 जना लगभग 10-12 जना क्यान्डिडेटहरू थिए। जो क्यान्डिडेटहरूमा अब न्यूयॉर्कको अघिल्ला मेयर एन्ड्रू कोमोदेखि लिएर अन्य धेरै क्यान्डिडेटहरू भनौँ विशेष गरी चिर परिचित क्यान्डिडेटहरू थिए। ती मध्येको एउटा युवा जस्तो देखिने मुस्लिम अनुहार या भनौँ इमिग्रेन्ट अनुहार, कालो कपाल गरेको इमिग्रेन्ट अनुहार जो लाइनमा उभिएको थियो 10-12 जना मान्छेहरूको बीचमा र हरेकलाई एउटा प्रश्न गरिएको थियो, तिमीहरू इफ यु विल बिकम द मेयर अफ न्यूयॉर्क, what will be your first visit or where will you visit as your first mayoral visit भनेर सोध्दै गर्दाखेरि हरेकको मुखबाट निस्केको उत्तर भनेको कसैले इजरायल, कसैले होली ल्यान्ड मिनिङ इजरायल, कसैले अब जेरुसलम सिटीको नाम लिएर जेरुसलम फेरि इजरायल भने, तर हरेकले इजरायललाई टार्गेट गरे। हरेकको उत्तर थियो म इजरायल घुम्न जान्छु, अथवा भनौँ मेरो पहिलो मेयरियल जुन स्टेट भिजिट भने जस्तै मेयरियल भिजिट जुन हुन्छ अथवा भनौँ पहिलो औपचारिक मेयरको रूपमा भ्रमण जुन हुन्छ त्यो भ्रमण गर्ने ठाउँ अथवा सहर अथवा देश भनेको इजरायल रहन्छ भनेर 10-11 जना मध्येको अब आई कान्ट रिमेम्बर द एक्ज्याक्ट नम्बर बट रफली 10 to 12 मान्छेहरू हुनुपर्छ। हरेकको उत्तर गएर इजरायलमा गएर ठोकिएको थियो, बाहेक एकजना खलिलो जस्तो देखिने युवा केटा अथवा भनौँ मेयरियल एस्पिरेन्स एउटा मेयरको लागि क्यान्डिडेट दिँदै गरेको केटा जो स्पष्ट रूपमा भन्दै थियो मेरो भिजिट न्यूयॉर्क नै हुनेछ। उसले यति स्पष्ट रूपमा भने कि म अरू कतै घुम्न भनेर जान्न, म अरू कतै जान्न, म न्यूयॉर्कको क्यान्डिडेटको रूपमा अथवा भनौँ न्यूयॉर्कको मेयरको रूपमा यदि मैले जितेँ भने म न्यूयॉर्क शहर नै घुम्छु। द्याट वाज टची। त्यो लाइन टची थियो। त्योभन्दा अगाडि कसैले पनि ममदानीलाई त्यति वास्ता गरेका थिएनन्, या भनौँ ममदानी को हो भनेर कसैले पनि देखेका पनि थिएनन्, याद पनि गरेका थिएनन्, एक्सेप्ट द्याट उनी एकजना फ्यान फलोवरको बीचमा, सर्टन फ्यान फलोवरको रूपमा चाहिँ फ्यान फलोवरको बीचमा उनी परिचित थिए। उनको परिचय र हाम्रो काठमाडौँका मेयर बालेन शाहको परिचय लगभग मिल्दो परिचय रहेछ। दुवै युवा, दुवै ऱ्यापर टर्न पोलिटिसियन। अब काठमाडौँका मेयर त अझै पनि पोलिटिसियन भइसकेको जस्तो लाग्दैन, तर उनको पोलिटिसियन ब्रेन त पक्कै छ। तर यिनी अब न्यूयॉर्क स्टेट काउन्सिलको मेम्बर भइसकेका हुन्
भनौँ 2020 मा हुनुपर्छ, 20 to 22 होला उनी मेयर काउन्सिलको रूपमा काम गरिसकेका थिए यिनले भने त्यसले पनि मलाई आकर्षित गरेको थियो ममदानीप्रति। त्यस पछाडि ममदानीको जीवनीको रूपमा लाई थोरै हेरेँ र त्यस पछाडि जुन ममदानीप्रति अट्याक हरेक दिन जस्तो अट्याक हुन थाल्यो, अब त्यो द्याट वाज एनफ। त्यो एउटा स्टेटमेन्ट त्यो मेरियल डिबेटमा उनले दिएको त्यो स्टेटमेन्ट द्याट वाज एनफ कि उसलाई ऊ एउटा एन्टी इमिग्रेन्ट हो, एन्टी सेमेटिक हो, ऊ एउटा मुस्लिम टेरोरिस्ट सपोर्टर हो, ऊ एउटा हमास सिम्पाथाइजर हो, ऊ एउटा के अरे कम्युनिस्ट हो, ऊ एउटा टेरोरिस्ट सपोर्टर, यु नेम इट। अब अहिले एकजना कसैले प्यालेस्टाइनको बारेमा, प्यालेस्टाइनको समर्थनमा थोरै पनि बोल्यो, थर्ड वर्ल्डको समर्थनमा थोरै पनि बोल्यो, इमिग्रेन्टको समर्थनमा थोरै पनि बोल्यो भने उसलाई के ट्याग लगाइन्छ, वी क्यान नेम इट। र उनीप्रति यस्ता खालका ट्यागहरू लाग्दै गयो। द डे आई हर्ड द्याट डिबेट, मैले त्यो डिबेट लगभग 1 घन्टा जति डिबेट हेरेको थिएँ। त्यो डिबेट मलाई इन्फ्लुएन्सियल लागेको थियो। त्यस पछाडि आई स्टार्टेड फलोइङ द्याट गाई। त्यो मान्छे चाहिँ ओहो यो मान्छे, किनभने त्यो स्टेटमेन्टले नै के थाहा थियो मलाई के स्पष्ट पारिसकेको थियो भने यो मान्छेले जे जति फ्यान फलोवर छ योभन्दा अगाडि, मलाई इभन बिफोर द्याट आई डिडन्ट नो हि इज अ ऱ्यापर। अनि ऊ चाहिँ के अरे उसको ब्याकग्राउन्डहरू के थियो थाहा छैन मलाई। त्यस पछाडि मैले उसको खासमा गरेँ को मान्छे रहेछ भनेर थाले पछाडि एउटा पपुलर फिल्म प्रड्युसर, एक्चुअली मीरा नायर भनेको पपुलर हो फिल्म प्रड्युसर। सी हेज वन मेनी अवार्ड्स एक्चुली। उन प्रड्युसर हो, उनको छोरा र उनको बाउ पनि महबुद पनि एकजना पपुलर प्रोफेसर, अमेरिकाको प्रोफेसर र राइटर हुन्, महमुद ममदानी। अब एउटा परिचित किसिमको परिवारमा हुर्किएका रहेछन् उनी। भारतीय मुलुकका रहेछन्, युगान्डामा जन्मेका रहेछन्, युगान्डामा 7 वर्षसम्म अध्ययन गरेका रहेछन् भन्ने कुरो आइसके पछाडि अनि उनले के कस्ता कुराहरू डिक्लेयर गरेका छन्, उनको सम्पत्तिहरूको रूपमा के कति सम्पत्तिहरू, किनभने युएसमा सम्पत्ति डिक्लेयर गर्नुपर्छ मेयरियल क्यान्डिडेटले। उनले सम्पत्ति डिक्लेयर गर्दै गर्दाखेरि उनको सम्पत्ति सामान्य सम्पत्ति रहेको, असाध्यै थोरै सम्पत्ति देखियो। त्यस पछाडि उनको लाइफस्टाइल कस्तो रहेछ भनेर हेर्दै गर्दाखेरि उनको लाइफस्टाइल, हि इज सिम्पली अ कम्युटर, रेगुलर कम्युटर इन ट्रेन्स, बसेस एट्सेट्रा। ऊ चाहिँ रेगुलरली बसमा, ट्रेनमा हिँड्ने, साइकलमा यात्रा गर्ने देखियो उनको जीवनशैली। त्यसले इट गेभ मी अ काइन्ड अफ सेन्स कि अरे यो मान्छे न्युयोर्क भनेको अमेरिकाको पपुलर सिटीको र त्यस पछाडि भनौँ अमेरिकाको चाहिँ राजधानी सहर, त्यति धेरै इमिग्रेन्टहरू भएको सहरमा ऊ आफूलाई मेयरको क्यान्डिडेटको रूपमा स्थापित गरेको छ र उसको जीवनशैली यति सामान्य छ र उसको जीवनशैलीले हरेक दिन उसलाई 50, 100, 500, 1000 मान्छेहरूसँग को एक किसिमको साक्षात्कार गराउँछ, भेटघाट गराउँछ भने दिस गाई इज समहाउ हि इज इन्फ्लुएन्सियल, हि इज गोइङ टु हिट द सिलिङ, हिट द रुफ भन्ने मलाई त्यतिखेर लागिसकेको थियो। र त्यस पछाडि आई टक्ड अबाउट हिम इभन इन ड्युरिङ माई वर्क। एक्चुली मैले साथीहरूसँग काममा कुरो गरेँ, अफिसमा कुरो गरेँ कि हेभ यु हर्ड अबाउट दिस गाई? नो बडी। त्यस पछाडि मैले इन्ट्रोड्युस गराएँ उसलाई सामान्य रूपमा। अनि केही साथीहरूले अब दोज हु वर इन्ट्रेस्टेड अन सम काइन्ड अफ पोलिटिक्स, ग्लोबल पोलिटिक्स एट्सेट्रा, उनीहरूले गएर चाहिँ खोजे, थोरै बहुत हेरेछन् र उनीहरूलाई पनि इन्ट्रेस्टिङ लागेछ क्यारेक्टर। र हिजो वेन आई वेन्ट टु द अफिस, वान अफ माई कलिग्स हि कङ्ग्रेचुलेटेड मी। उनले चाहिँ मलाई रोशन कङ्ग्रेचुलेसन्स यार, उसले जित्यो भनेर, एज इफ मैले चाहिँ आई प्लेड सम रोल अन द्याट विनिङ भने जस्तो खालको मलाई कङ्ग्रेचुलेसन दिएको थिएँ। त्यस पछाडि भनेको उनले हि स्टिल केप द्याट आइडिया कि मैले त्यो कुरो इन्ट्रोड्युस गरेको थिएँ उसलाई। र आई मिन द पर्सन हु वाज नट इन लाइट अफ एनीबडी, त्यो पर्सन चाहिँ अब अल अफ अ सडन मतलब कतिजनाले चाहिँ उसलाई चिन्न थालेछन्, धेरैले उनलाई चिन्न थालेछन् जस्तो लाग्यो। ममदानीले केही स्लोगनहरू राखेका थिए, त्यो दे आर आई मिन साँच्चैकै समथिङ टु कन्ट्रिब्युट टु द रेगुलर पिपल। जस्तो कि फ्री बसको कुरो गरेका छन्। मैले आज भिक्ट्री र्यालीको केही क्लिप्सहरू हेरेको थिएँ। भिक्ट्री र्यालीमा चाहिँ मान्छेहरूले के कस्तो अब डेफिनेटली विन इज जस्ट उनको चाहिँ यात्रा, त्यो अब उनको मेयरल सिटसम्मको
त्यो यात्रा मात्रै तय गरे हो भिक्ट्रीले अब डेफिनेटली ही हेज टु प्रुभ टु वाट ही हेज प्रमिस्ड अब के प्रमिस गरेको छ उनले त्यो प्रमिसहरू डेफिनेटली अब उसले त्यो फुलफिल गर्नुपर्ने छ अबका दिनहरूमा या भनौँ त्यो प्रमिसहरू फुलफिल गर्नलाई उसले प्रयास गर्नुपर्ने छ एउटा रमाइलो लागेको द्याट टचेस इच एन्ड एभ्री वान कि उसले फ्री बस न्युयोर्कमा फ्री बस सेवा दिन्छु भनेर भनेका छन् उनले किनभने मान्छेलाई ट्रान्सपोर्टेसनको अफोर्डेबिलिटी अहिलेको समस्या भइरहेछ र इन अ वे मलाई त्यति भन्दा याद गर्दै गर्दाखेरि चाहिँ बार बार अब हिजो जस्तो सम्बन्ध थियो त्यस्तो आज सम्बन्ध छैन तर रविन्द्र मिश्रले यो कुरो चाहिँ ट्रान्सपोर्ट भनेको कुरो मान्छेको हरेक दिनचर्यासँग सम्बन्धित कुरा हो यो भनेको एउटा बेसिक निड हो त्यसले गर्दा ट्रान्सपोर्ट चाहिँ मान्छेले अफोर्डेबल हुनुपर्छ ट्रान्सपोर्टमा यत्रो धेरै खर्च गर्ने हुँदैन भन्न सकेसम्म स्टेट वन ट्रान्सपोर्ट हुनुपर्छ भन्ने उनले वकालत गरेका थिए त्यो कुरो चाहिँ हिट गर्यो अब डेफिनेटली युरोपका कतिपय मुलुकहरूमा हेर्दै गर्दाखेरि ट्रान्सपोर्ट त्यो जुन अफोर्डेबिलिटी छ ट्रान्सपोर्ट अफोर्डेबिलिटी निकै राम्रो छ त्यसमाथि पनि अब म बसेको मुलुक केही अफोर्डको हिसाबमा केही महँगो छ तर पनि विद्यार्थी जीवन सम्मको अवस्थासम्म हेर्ने हो भने जुन त्यो एउटा कार्ड पाइन्छ स्कुल कलेजको कार्ड पाइन्छ त्यो स्कुल कलेजको कार्डले ट्रान्सपोर्ट निकै अफोर्डेबल हुन्छ तुलनात्मक रूपमा अब हामी यहाँभन्दा फरक थोरै मात्रै बाहिर जर्मनीतिर जाने हो भने ट्रान्सपोर्ट इज भेरी चिप यो चाहिँ इन अ वे त्यस्तै खालको उनको कन्सेप्ट छ कि ट्रान्सपोर्ट चाहिँ अफोर्डेबल बनाउँछु तर उनको स्लोगन भनेको फ्री ट्रान्सपोर्ट बनाउँछु भनेर भन्ने खालको छ त्यस्तै उनले हस्पिटल सेवाहरू जुन छ हस्पिटल सेवाहरूलाई स्पष्ट रूपमा उनले कुरो गरिरहेछन् कि यदि कोही बिरामी भयो भने अमेरिकामा त्यो बिरामीको परिणाम उसको चाहिँ $thousands जान्छ $50,000 पनि पैसा खर्च हुन्छ भनेर उनले हाल त्यो कुरो गरेका छन् जुन कुरालाई उनले इजिली म एड्रेस गर्छु भनेर इजिली एड्रेस गर्छु भने म त्यो कुरालाई चाहिँ एड्रेस गर्छु म यो हेल्थ चाहिँ अफोर्डेबल बनाउँछु भन्ने खालको उनले त्यो कुरा चाहिँ एकदम कि उनको एजेन्डाको रूपमा अगाडि लिएर आइरहेछन् त्यस्तै होमलेसनेसको कुरा न्युयोर्क भनेको वान अफ द सिरिज वेयर द होमलेसनेस हेज बिन अ रियल इस्यु होमलेसनेस चाहिँ लाइम म एड्रेस गर्छु भनेर भनेका छन् मान्छेहरू यति धेरै पुलमुनि कार्टुनमा सुतेर बसिरहेका छन् भन्ने जस्तो देखिन्छ इभन केही भिडियोहरू देख्ने गर्दाखेरि त्यो भिडियोहरू पनि त्यस्तो खालको अवस्था देखिन्थ्यो त्यस्तै उनले अब एउटा सिटी मार्केटको कुरो गरेका छन् या भनौँ सिटी सुपर मार्केटको कुरो गरेका छन् सिटी सुपर मार्केट भनेको स्टेट ओन या भनौँ सिटी ओन सुपर मार्केटहरू जुन अफोर्डेबल हुन्छ जुन हामी खासमा हाम्रो नेपालमा हामीले कुरो गर्दै गर्दाखेरि दसैँ ताका जुन त्यो एउटा सुपर मार्केटहरू अथवा भनौँ सर्टन फुड आइटम्सहरू चाहिँ सर्टन ठाउँहरूमा गभर्मेन्टले दिन्छ जुन त्यो सुपर मार्केटको कन्सेप्ट छ ठ्याक्कै त्यही कन्सेप्टको सिटी सुपर मार्केटको कन्सेप्ट उनले कुरा गरेका छन् यो त्यस्तै धेरै त्यस्ता एजेन्डाहरू जसले जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हरेक दिन उनीहरूको जीवनीसँग अथवा दिनचर्यासँग चाहिँ सम्बन्धित छ त्यस्ता खालका मुद्दाहरूलाई उनले टच गरेका छन् जसले गरेर वी हर्ड लाइक डोनाल्ड ट्रम्प राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ उनलाई क्रेजी के अरे कम्युनिस्ट मुस्लिम कम्युनिस्ट भनेर उनलाई भने अब मलाई ठ्याक्कै यो के अर्को पनि कुरो के पनि आयो भने त्यस्ता मान्छेहरू अब यो एप्याक भनेको चाहिँ भनौँ इजरायली लबी ग्रुप जब ऊ इजरायल घुम्न जान्न भन्ने बित्तिकै उसलाई चाहिँ हमास सिम्पाथाइजर र इजरायली लबी ग्रुप हमास सिम्पाथाइजर भन्दै इजरायली लबी ग्रुपले जुन रूपमा अट्याक गर्यो त्यस पछाडि आई स्टार्टेड फिलिङ इभन मेरो त्यो गट फिलिङ चाहिँ के हुन थाल्यो भने दिस म्यान विल विन फर स्योर यसले चाहिँ जित्छ यो केटाले जित्छ अब किनभने अमेरिकामा अमङ द युथ र इभन अमङ दि मिडल एज्ड इजरायलप्रतिको जुन त्यो एन्टी इजरायल सेन्टिमेन्ट भनौँ न इजरायलप्रतिको हिजोको सहानुभूति जुन थियो त्यो हिजो ठ्याक्कै टर्नओभर हुँदै गरेको अवस्था थियो र एन्टी इजरायल सेन्टिमेन्ट त्यति नै बढ्दै गरेको थियो एक त्यो एन्टी के अरे इजरायल सेन्टिमेन्टले चाहिँ छुन्छ अर्को युथ्सहरूको मुद्दालाई छुन्छ जस्तो स्टुडेन्ट लोनको बारेमा उनीहरू कुरा गर्छन् स्टुडेन्ट लोन भनेको एउटा विद्यार्थीले आफूले पढिसक्दै गर्दाखेरि यति ऋणी भएर ऊ पढेर निस्किन्छ ग्रेजुएट हुँदै गर्दाखेरि त्यस पछाडि उसको जीवनको आधा अंश उनीहरू ठुलो अंश चाहिँ उसले स्टेटबाट लिएको लोनलाई तिर्दै सकिन्छ त्यो अवस्थामा पुगेको छ भने उसले स्टुडेन्ट लोनलाई पनि कसरी एड्रेस गर्ने भन्ने कुरा गरिरहेछन् भने त्यो विद्यार्थी वर्गमा त्यसरी नै छोएको छ सामान्य गरिब वर्गहरूमा या भनौँ पोर वर्गहरू जुन छ सुन्दाखेरि अमेरिका गरिब भन्दाखेरि अचम्म लाग्छ जिडिपी त ओहो कत्रो छ तर जिडिपी भनेको इन रियालिटी प्रत्येक फ्यामिलीको पर्चेसिङ पावर प्यारिटी होइन है
पर्चेसिङ पावर प्यारिटी र जीडीपी फरक छ। इलन मस्कको सम्पत्ति, मार्क जुकरबर्गको सम्पत्ति र एउटा बाटोमा सुत्ने एउटा अफ्रिकन होस् या एउटा सामान्य काम गर्ने एउटा एसियन मुलुकको मान्छे होस्, तिनीहरूको जीडीपी 10 जना मान्छेलाई राखेर डिभाइड बाई 10 गरिदिने हो भने तिनीहरूको जीडीपी मिलियनमा पुग्छ। मिलियनले पनि भ्याउँदैन होला, बिलियनमा पुग्छ भनौँ न, त्यस्तो अवस्था छ भने जीडीपी भनेको इट जस्ट एउटा त्यो गिनी डेटा निकाल्ने एउटा भनौँ एउटा तथ्याङ्क, अर्को मिथ्याङ्क भनिन्छ। मिथ्याङ्क हो भने पर्चेसिङ पावर प्यारिटी कहाँ पुगेको छ भन्ने कुरामा चाहिँ हेर्नुपर्छ। भनेको एउटा परिवारले कति अफोर्ड गर्न सक्छ, कति सामान खरिद गर्न सक्छ, उसको अफोर्डेबिलिटी कति छ भन्ने कुरा चाहिँ असर गर्छ। अफोर्डेबिलिटीको हिसाबमा हेर्ने हो भने अमेरिका इट डजन्ट कम विदिन टप 20 आई एज्युम। टप 20 मा आउँदैन होला, अब आई डोन्ट रिमेम्बर एक्ज्याक्टली। चाइना हेज बिन नम्बर 1 फर स्योर, र अब अहिले इन्डिया पनि माथि पुगिरहेछ भने मोस्ट प्रोबब्ली टप 10 भित्र पर्छ होला अमेरिका, या भनौँ 3rd 4th 5th कहीँ पर्छ होला अफोर्डेबिलिटीको हिसाबमा। त्यो चाहिँ हेर्नुपर्छ। अब त्यसरी देखिएको अवस्था छ भने उनले हरेक दिनको त्यस्तो इस्युहरूलाई समात्दै गर्दाखेरि चाहिँ इट वाज क्लियर कि दिस गाई वुड बी रियली टफ क्यान्डिडेट भन्ने कुरो निकै अगाडि लागेको थियो। त्यस पछाडि अलिअलि थोरै हेर्दै गरेको बेला बेलामा 2-4 मिनट 5 मिनट 5-7 मिनट उनको के गर्दैछन्, कस्तो अवस्था छ भनेर हेर्दै गरेको थिएँ र आई वाज समहाउ कन्भिन्स द्याट ही वुड बी द मेयर नाउ इट कम्स टु बी, होइन, उसले के गर्छन्, उनले आफ्नो एजेन्डाहरूलाई कुन तहसम्म अगाडि बढाउँछन् भन्ने कुरा छ। अब इन अ वे मैले आज यो भिडियो बनाउनलाई चाहिँ किन मन लाग्यो भने एक त मलाई हिजो साथीले कङ्ग्रेचुलेट गरिसके पछाडि साँच्चै मैले इन अ वे मैले इन्ट्रोड्युस गरेको यो टपिकमा कहीँ न कहीँ मैले बोल्नुपर्ने रहेछ जस्तो लाग्यो। अर्को चाहिँ हामी धेरैलाई अब युएस बस्ने सबैलाई थाहा छ, अब बाहिरपट्टि कति भएका साथीहरूलाई थाहा छैन कि अमेरिकामा त्यो यस्तो भएको थियो। अनि त्यसमाथि पनि अब जोर्डन मम्दानीलाई चाहिँ हराउन भनेर इजरायल लबीदेखि लिएर अब एन्ड्रु कोमो जो पूर्व मेयर थिए उनलाई हिजोको डेमोक्रेट्स पछि गएर रिपब्लिकन क्यान्डिडेटसम्म बनाएर अगाडि सारे, त्यो भयो। त्यस पछाडि अब कतिपय सेलिब्रिटीहरूले चाहिँ इभन टाइम एन्ड अगेन उनीहरू भन्दै थिए कि यदि यो मान्छे मेयर भयो भने हामीले छोडेर जानुपर्छ, हामी न्युयोर्क छोडेर जान्छौँ भन्ने खालका कुराहरू कतिपय सेलिब्रिटीहरू है, किनभने सेलिब्रिटीहरू भनेको अचेलको सेलिब्रिटी भनेको इन्फ्लुएन्सर्सहरू हो। दे आर लाइक उनीहरू दे डोन्ट डु मच, तर उनीहरूको त्यो नेम एन्ड फेमलाई चाहिँ इन्फ्लुएन्सरको रूपमा काम गर्छन्। दे आर ब्लाइन्ड पिपल हु सपोर्ट द सेलिब्रिटिज नो म्याटर वाट। उनीहरू जेसुकै गयो भने पापाराजीदेखि लिएर सामान्य फलोवरदेखि लिएर एउटा मुभीको स्टार, इट डजन्ट निड टु बी द्याट ही इज थटफुल इनफ टु अर सी इज थटफुल इनफ टु रियली रिप्रेजेन्ट द कमन वर्ल्ड, होइन, त्यो अब कमन पिपललाई। तर मुभी स्टारले भन्दै गरेको कुराले चाहिँ फेरि मिलियन्स अफ कमन पिपललाई हिट गर्छ। त्यो मानेमा त्यस्ता इन्फ्लुएन्सरहरू प्रयोग गरेर चाहिँ इन्फ्लुएन्सरहरू हामी न्युयोर्क छोडेर जान्छौँ यो त्यो भनेर चाहिँ भन्दै गर्दाखेरि जति तिनीहरू त्यसो भन्छन्, जति यस्ता मान्छेहरू मम्दानीको अगेन्स्टमा आउँछन्, त्यति ओहो दिस गाई ह्याज समथिङ। तर यो गाई चाहिँ यो गाईले चाहिँ जित्छ अथवा ही इज गन विन भन्ने कुरा चाहिँ त्यति मलाई पिलराइज हुन्थ्यो, सिमेन्टेड हुँदै थियो। त्यो अझ म त्यो विषयमा अझै ठोस हुँदै थिएँ, होइन। त्यो भइसके पछाडि अनि एउटा केही दिन अगाडि एउटा अमेरिकी राष्ट्रपतिकै कि प्रेस सल्लाहकारलाई चाहिँ प्रश्न गरिएको थियो। उनलाई गरिएको प्रश्नमा चाहिँ यदि फलानु मान्छे एबिसिडी कोही मान्छे चाहिँ उम्मेदवार के अरे जित्यो, न्युयोर्कको सिटीको मेयर ग्रुपमा जित्यो भने के हुन्छ त भनेर भन्दै गर्दाखेरि उनले अटर गरेको उनले नाम अटर गर्छिन्। उनले जमदानी यदि जित्यो भने यस्तो हुन्छ उस्तो हुन्छ, यो कम्युनिस्ट, यो टेररिस्टहरू, सिम्पाथाइजरहरू, यो अमेरिकाको राष्ट्रपतिको प्रेस सल्लाहकार जसलाई अमेरिकाको राजधानी सहरको प्रोबेबल मेयर क्यान्डिडेट 2-3जना मात्रै बाँकी रहँदै गर्दाखेरि प्रोबेबल मेयर क्यान्डिडेट जसको सपोर्टरहरू यदि बाटोमा स्ट्रिटमा गएर हेर्ने हो भने युथ्स र मिडल एज पिपलहरू यति धेरै सपोर्टमा आइरहेछन्, उसको नाम शुद्ध पनि थाहा छैन भने कति नेग्लेक्ट गरेको, कति हेपेको रहेछ भन्ने कुरा मलाई फिल भएको थियो। र त्यसले चाहिँ उनको त्यो भनाइ बाहिर सार्वजनिक हुँदै गर्दाखेरि उनीप्रतिको क्रिटिसिजम जति भयो
त्यस पछाडि फेरि त्यसको चाहिँ त्यसको रिजल्ट चाहिँ त्यसको भनौँ प्रतिक्रिया स्वरूप फेरि भोटहरू ममतानीलाई खस्नेवाला थियो। धेरैवटा कारण, अब एसियन मुल्कको, अफ्रिकन मुल्कको कालो कपाल भनौँ, वर्कर क्लासलाई चाहिँ एड्रेस गर्ने, एभ्रिडे कम्युट गर्ने मान्छे, सामान्य जीवनशैली भएको मान्छे, अनि त्यसपछि उनको प्रमिसेसहरू चाहिँ सोसलिस्ट प्रमिसेसहरू, त्यस्तो मजाको प्रमिसेसहरू गरेको मान्छे, हो द्याट इज एनफ to be a tough guy, and at the end those became the agenda of the win actually. यति भइसके पछाडि अब उनी गएका छन् मेरल क्यान्डिडेटमा। अब के हुन्छ बाँकी, अब people did what they had to do. Now he would have to return the promises. न्युयोर्कर्सहरू सबैलाई बधाई, इमिग्रेन्ट्सहरूलाई सबै बधाई। यहाँ इमिग्रेन्ट्स र नन इमिग्रेन्ट्स भनेर डिमार्केसन गर्ने भन्दा पनि इमिग्रेन्ट्सहरूलाई सबै बधाई, नन इमिग्रेन्ट्सहरू सबैलाई बधाई, बिकज दे वर सो मेनी वाइट पिपल who stood behind him. So many. The other thing I didn't mention, एउटा चाहिँ मैले मेन्सन गर्न बिर्सेछु, उसलाई एन्टिसेमेटिक र एन्टी इजरायली, एन्टी जुज भनेर यति प्रयत्न गरियो, खेदियो उनलाई, तर एट द एन्ड इट टर्न्ड आउट टु बी द लार्जेस्ट जुज कम्युनिटी अपार्ट फ्रम टेल अभिभ इज न्युयोर्क। तर त्यहाँ रफली 30% अफ जुज voted for Mamdani. यसले क्लियरली के कुरा इन्डिकेट गर्छ भने इजरायलले जे कुरा चाहिँ प्रमिस गरिरहेछ, जे कुरो चाहिँ न्यारेटिभहरू सिर्जना गर्न खोजिरहेछ कि जुज भनेको हामी एउटै हो, जुज भनेको यो हो, जेसुकै भन्दा पनि एन्टिसेमेटिक हुने, त्यो सेन्टिमेन्ट जुन त्यो वर्ल्ड वाइड एउटा सेन्टिमेन्ट क्रिएट गर्न खोज्छ, त्यो चाहिँ करेक्ट छैन है। भनेपछि उनलाई अब हिस्प्यानिक भोटरको कुरो आयो भने होइन, त्यस पछाडि अब के अरे ब्ल्याक एफ्रो अमेरिकनहरूको भोटको कुरो गर्दाखेरि अब एसियन मुल्कको भोट त झन् क्लियरली उनीमा जाने नै भयो, अनि अफ्रिकनहरूको अन्य अफ्रिकनहरूकै भोट पनि धेरै जाने भयो। त्यो बाहेक पनि जुन त्यो ल्याटिनो भोटहरू छ, स्पेनिक भोटहरू छ, त्यसबाट पनि क्लियरली उनले यति धेरै भोटहरू पाएका छन्। अनि 30% चाहिँ चाहन्छन् जुजहरूको भोट, द्याट इज एनफ, द्याट इज अमेजिङ हाउ ही वाज एबल टु क्याप्चर दोज भोट्स, how he was able to attract those people. It tells like it's really time to learn a lot from his campaign. र अर्को एउटा महत्त्वपूर्ण कुरो भनेको फेरि पनि एउटा स्पष्ट सन्देश के आयो भने ट्रेडिसनल मिडिया, यो पेड जर्नलिजम, यो स्टेट ओन मिडिया हाउसेस र सोकल्ड येलो जर्नलिजम जति छ, यो जर्नलिजम लस्ट वान मोर टाइम। यदि ममदानीको विरुद्धमा बोलिएको स्पिचेसहरू ब्रोडकास्ट भएको चाहिँ त्यो हरेक प्रोग्रामहरू हेर्ने सुन्ने हो भने लाग्थ्यो ही इज द बिगेस्ट टेरोरिस्ट हिमसेल्फ, अथवा एउटा बिगेस्ट टेरोरिजम फैलाउन भनेर ल्याइएको मान्छे हो जस्तो लाग्थ्यो। एट द एन्ड अफ द डे फेरि पनि सोसल मिडियाको पावर देखिएको छ, अल्टरनेटिभ मिडियाको स्ट्रेन्थ देखिएको छ। अल्टरनेटिभ मिडिया बिट अब हुनसक्छ उनका धेरै एजेन्डाहरू सबै हरेक कुरामा उनको समर्थन गर्नै उनीसँग मिल्छ र उनलाई समर्थन गर्नुपर्छ भन्ने छैन। देयर आर मेनी कन्सर्न्स कि उनीसँग मेरो कुरो नमिल्ला, ती भित्रका अन्य मान्छेहरूको कुरो नमिल्ला, अल्टरनेटिभ मिडियाको कुरो नमिल्ला, अब म यसमा भन्नै पर्छ टाइम एन्ड अगेन कि नवादा मिडियाले उनको बारेमा बोल्दै गरेका थिए भने उनलाई स्पेस दिँदै गरेको थियो। इभन जज एन्ड्रु नेपोलिटानोको जजिङ फ्रिडममा चाहिँ उनलाई उनको बारेमा टाइम एन्ड अगेन कुरो आएको थियो। ग्यालोवेको मोट्समा कुरो आइरहेको थियो भने बारम्बार, र उनलाई त्यो ती प्रोग्रामहरूमा विशेष गरी ग्यालोवेको प्रोग्राममा चाहिँ फोन गर्दै गर्दाखेरि आम मानिसले फोन गर्छन्, आम मानिसले फोन गर्दै गर्दाखेरि चाहिँ जुन रूपमा उनी अगाडि बढ्दै गरेको देखिन्थ्यो, मानिसहरूले चाहिँ उनीप्रति सेन्टिमेन्ट जस्तो खालको देखाउँथे, त्यसले पनि देखाउँदै थियो कि इज गेटिङ पपुलर। र सोसल मिडिया, अल्टरनेटिभ मिडियाको स्पेस अझ बढ्दै गएको छ। द्याट इज वाइ मेनी गभर्मेन्ट्स अल ओभर द वर्ल्ड, अब हाम्रो आफ्नै गभर्मेन्टमा, आफ्नै नेपालमै हेर्ने हो भने पनि जुन केपी ओलीले अनेक नाममा तत्कालीन प्रधानमन्त्री हुँदै गर्दाखेरि सोसल मिडिया र सोसल मिडियाहरूमा ब्यान्ड लाउने जुन उनको प्रयास थियो, त्यसले पनि इट स्पिक्स भोल्युम्स कि हरेक देशमा चाहिँ सोसल मिडिया एउटा महत्त्वपूर्ण अथवा भनौँ अल्टरनेटिभ मिडिया एउटा महत्त्वपूर्ण
स्थानमा पुगेको छ र ट्रेडिसनल्ली स्टेट क्याप्चर्ड या भनौँ सर्टन मान्छेहरूले इन्फ्लुएन्स गर्न सक्ने पावरफुल पिपलहरू एलिट्सहरूले इन्फ्लुएन्स गर्न सक्ने सर्टन मिडिया हाउसेस भयो टेलिभिजन कर्पोरेट हाउसेसहरू जे जति छ यी ती हाउसेसभन्दा बियोन्ड जान सक्ने क्षमता भनेको उसको छ मिडिया अल्टरनेटिभ मिडियाको छ त्यसैले हो बिकज इजरायल हेज लस्ट द न्यारेटिभ फर द फर्स्ट टाइम इन हिस्ट्री एन्ड द्याट्स वाइ बेन्जामिन नेतन्याहुले क्लियरली टाइम एन्ड अगेन भनेका छन् दे वान्ट टु बाई all the big your alternative social media. They have done it. They have bought Twitter for sure. TikTok for sure because TikTok ले चाहिँ सबैभन्दा बढी इन्फ्लुएन्स पारेको थियो. TikTok ले चाहिँ त्यो साना साना क्लिपहरू 30 सेकेन्ड र 1 मिनटको क्लिपहरूमा जुन IDF को चाहिँ बर्बरता देखाइएको थियो त्यसको माध्यमबाट हो जुन सेन्टिमेन्ट एन्टी इजरायल सेन्टिमेन्ट चाहिँ वर्ल्ड वाइड यति धेरै बढेको. द भिडियो गोज अन. अब यो इजरायल प्यालेस्टाइनको बारेमा र रसिया युक्रेनको बारेमा त मैले बोल्नै छ अब बिकज समथिङ क्रिटिकल हेज कम इन बोथ फ्रन्ट्स. विशेष गरी रसियन युक्रेनको फ्रन्टमा अब पोइन्ट अफ नो रिटर्न भरमा पुगेको देखिन्छ युक्रेनी war. So I will make another video on that one. Thank you. Congratulations one more time to Mamdani and good luck. More than congratulations because it has been my ideology all the time. कसैले जित्यो भने congratulations हैन good luck भनेर भन्छु. It's because the days really start from there. Only about the days to deliver the promises starts from there. They were good luck to Mamdani Mansu. Thanks.